दर्शकवृन्द इन्द्रले मधुलाई विवाह गर्ने भएको छ। हो दर्शकवृन्द, कुनै पनि हालतमा मधु र इन्द्रको विवाह हुनुहुँदैन भन्ने चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला अनि कमेन्टमा मधु भनेर लेख्नुहोला। च्यानललाई सब्स्क्राइब चाहिँ गरिहाल्नुहोस् है। आउनुहोस् यस भिडियोलाई सँगसँगै हेरौँ अनि अन्तिममा अबको आउँदो भागमा के हुनेछ त त्यसको समीक्षा गर्नेछौँ। च्यानललाई सब्स्क्राइब गरेर जोडिहाल्नुहोस् है। खोइ के हो, नमस्कार भोलि एकपटक बसन्त आएर म जाने कि भनेको, हेरौँ के हुन्छ। मलाई त फिटिक्कै जान मन लागेको छैन। किन शिशिर? किन हुनु, म 1 वर्षको हुँदा मलाई अर्कैको काखमा छोडेर जाने निष्ठुरी आमालाई के भेट्न जानु। त्यो सबै हाम्री आमाले हाम्रो बाको कारणले गरेकी हुन्। अब यो कुरालाई लिएर आफ्नै आमाको इख मनमा राखेर के गर्छस् त तैँले? जे भए पनि जन्म दिने आमा हुन्, त्यसैले आमाको इख मनमा राख्न छोड्दे शिशिर तैँले। खोइ के गर्ने, फेरि एकपटक बसन्त आइसँग सल्लाह गर्छु के रे। जाने कुरा भयो भने भोलि एकपटक बसन्त आएर म जान्छौँ नि त। ल अब आफ्नै जन्म दिने आमासँग भेट गर्न जाँदा किन सल्लाह गर्नु पर्यो तैँले? भोलि बिहानै उठेर त बसन्तीको घर जा, त्यसपछि त उतैबाट काउले जा। हस्, त्यसै गरौँला नि त। अनि त भित्र के गरेर बसिरहेको थिइस् त? मकै भुटेर राखेको छु, आउनुहोस् खान। ल हिँड। आमा, एउटा कुरा सुन्नुहोस् न। के कुरा हो भन्न? भोलि एकपटक म दाइहरूलाई भेटेर आऊँ। के भन्छ यसले? हो के आमा, अब त म ठुली भएँ। अहिलेसम्म तपाईँहरूले मलाई मेरो दाइहरू छन् भनेर भन्नु नै भएन। अब बल्ल मैले थाहा पाएपछि आफ्नो दाइहरूको खोजी त गर्नु पर्यो नि। बासित सोध्नु एकपटक, फेरि बालाई नभनी जाँदा रिसाउने होलान्। बालाई सोध्नु पर्दैन के आमा, बाले त सिधै नजा भनिहाल्नुहुन्छ नि। आफ्नै जिद्दीले त जाँदा फर्केर त यही घरमा आउनुपर्छ। अनि फेरि बाउ करायो भने के गर्ने नि? बा कराउँछन् भनेर अहिले मैले आफ्नो दाइहरूसँग चिन्जान नगरेर कहिले गर्ने त? तपाईँलाई पनि थाहा छ होला नि आमा, दाजुभाइ धेरै भयो भने सबैभन्दा धेरै खुसी लाग्ने भनेको चेलीलाई नै हो भनेर। हरेक चेलीहरूका लागि उनका दाजुभाइ धेरै भयो भने माइती बढ्छन् अनि उनलाई हिम्मत पनि जुट्छ। त्यो कुरा त मलाई नि थाहा छ छोरी। तँ र तेरो दाइहरू एउटै कोखबाट जन्मेको भए पनि तिमीहरूको बाउ त अलग अलग भयो नि त। उनीहरूले त आफ्नो बाउ गुमाइसकेका छन्, तर तेरो बाउ त साथमा जिउँदै छन् नि। त्यसैले एकपटक तेरो दाइहरूसँग सोध, बाउ नहुँदाको पीडा कस्तो हुन्छ भनेर। त्यसपछि तँलाई बल्ल थाहा हुनेछ बाउको महत्त्व। आफूलाई जन्म दिने बाउ चाहे जस्तो सुकै किन नहोस्, बाउ भनेको त्यो घरको धुरी खाम हो। जुन घरमा बाउ हुँदैन त्यो परिवार भनेको धुरी खामो ढलेर पल्टिनै लागेको घर जस्तै कमजोर हुन्छ। त्यसैले एकपटक बासँग सल्लाह गरेर मात्रै जा। पठाएनन् भने मैले सम्झाउँला नि त बालाई। हस् आमा, म घर गएर बासँग सल्लाह गर्दै गर्छु नि त। तपाईँ छिट्टो घर आउनु ल। ल जा। रितु, कहाँ गएकी थियौ नि तिमी यति बेलासम्म? बारीतिर गएको काकी, यसो आफूले जानेको काम त अलिअलि भए पनि गर्नु पर्यो नि। त्यही त। अनि बसन्ती पनि तिमीलाई खोज्दै गएको थियो त? जानु भएको थियो, अहिले गोठतिर हुनुहुन्छ। तिमी जाऊ, म गोबर सोत्तर गरेर आउँछु भन्नुभएको थियो के रे। आउनुहुन्छ अब एकछिनमा। ए, अनि के भन्यो नि बसन्तीले तिमीसित?
त्यस्तो त केही भन्नु भएन, तर मलाई सबै कुरा नलुक्कै भन्नुभयो। आमालाई भेट्न जाँदा मधुसितै जानुभएको रहेछ। मलाई पनि सबै कुरा भनेको थियो। मधुले जाने बेलामा म पनि जान्छु भनेर जिद्दी गरिरे, त्यही भएर लगेको हो भन्दै थियो। तर फोन चाहिँ किन मधुलाई उठाउन दिएको रहेछ, यो कुरा चाहिँ सोधिनौ? त्यो पनि सोधेँ, तर उहाँले जान मधुलाई फोन उठाउन दिएको होइन रहेछ। उहाँ टोइलेट गएको बेलामा मधुलाई फोन समाउन दिनुभएको रे। त्यही बेला मैले फोन गरेछु अनि मधुले उठाइछ। ए, अनि त्यति बेला तिमीले मधुसित चाहिँ के कुरा गर्यौ नि? मैले त तिमीसँग यो कुरा पनि सोधेकी थिइनँ। मैले त केही भनिनँ। उतैबाट म मधु हो बसन्ती टोइलेट जानु भएको छ भनेर भने, अनि म पनि चुप्प लाएर बसेँ। लास्टै रिस उठ्यो। त्यसैले बाहिरी मान्छेको कुरा मात्रै सुनेर तनाव लिनु हुँदैन के नानी? दर्शकवृन्द, अबको आउँदो सहरिया बुहारीमा एकदमै बवाल हुने भएको छ। दर्शकवृन्द, वास्तवमा सहरिया बुहारीमा के होला त त्यो सबै हेर्नको लागि सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानलमा गएर हेर्नुहोला। अनि कुनै पनि हालतमा मधु र इन्द्रेको विवाह हुनु हुँदैन भन्ने चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला।